आजको भिडियो चाहिँ अलिकति लामो हुनेवाला छ। सो गाइस यो चाहिँ हो रेजिङ आर्ट। सो मैले कसरी बनाएँ त्यो भिडियो लिएर आएको छु। सो हेलो एभ्रिवन, नमस्ते एन्ड वेलकम ब्याक टु माई मिनी भ्लग। सो गाइस यो चाहिँ हो रेजिङ आर्टको सबै केही जस्तो कि मैले अनलाइनबाट मगाइसकेको थिएँ। सो गाइस अब चाहिँ सुरु गरौँ ल। सो यसलाई चाहिँ भन्छ मोडल भन्छ नि, के भन्छ बिर्सिन्छु कि, मैले चाहिँ यसलाई ट्रे नै भन्छु। सो टेपले यसरी गरेपछि यसको डस्टहरू गन्धहरू सबै निस्किन्छ नि त। सो गाइस हजुरसँग चाहिँ नर्मल टेप छ भने त्यसले गर्दा पनि हुन्छ, बट मसँग चाहिँ मास्किङ टेप थियो भने मैले त्यसले युज गरेँ। अनि आयो यो चाहिँ सबै फुलहरू जो कि म प्रिजर्भ गर्नेवाला छु। सो अब आयो ग्लोभ्स लगाउनेको बारी फर्स्ट स्टार्टिङमा चाहिँ। अनि अब आयो त लिक्विड फिट्नुको लागि। अनि यसको बारेमा चाहिँ इन्स्ट्रक्सनहरू केही पनि दिएको थिएन। मैले भिडियोको 2 दिन जस्तो हेरेर बल्ल सुरु गर्दैछु होइन। अनि मैले चाहिँ आफ्नो मेजरमेन्टले चाहिँ ढक्कनबाट मेजरमेन्ट गर्दै हालेको थिएँ नि त। अब इन्स्ट्रक्सन पनि केही पनि दिएको थिएन, यसमा पेपरहरू पनि थिएन, न बोतलमा केही लेखेको त कुछ पनि आइडिया पनि लागेन मलाई होइन। फर्स्ट टाइम ट्राई गर्दैछु नि त। सो त्यही भएर अलिकति डर पनि थियो मनमा, के कस्तो के हुन्छ भनेर नि त। तर पनि चलो भनेर चाहिँ मैले चाहिँ सुरु गर्न थालेँ। अनि चाहिँ मैले चाहिँ यहाँ 2टा कपमा चाहिँ फिट्दैछु। मलाई चाहिँ अलग अलग कलरको चाहिएको थियो नि त, 2 कलरको चाहिएको थियो भनेर चाहिँ। अनि ज्यादा चाहिँ होइन, बस पिङ्क अनि व्हाइट कलरै युज गर्दैछु म चाहिँ आज। सो यसलाई चाहिँ मजाले फिट्नुपर्छ। अनि जोरसे स्पिडले फिट्यो भने चाहिँ मतलब व्हाइट कलरको बबल्स निस्किन्छ क्या, त्यही भएर आरामले फिट्नुहोस् होला। मैले चाहिँ अब यो भिडियो लङ हुन्छ भनेर चाहिँ सबै स्पिडमा नै देखाएको छु हजुरहरूलाई। अनि कलर पनि आफ्नो अनुसारले नै कति कति हाल्ने हो भनेर आफ्नै अन्दाजले नै हाल्नु होला। अब त्यस्तो त मलाई केही पनि आइडिया थाहा भएन होइन, म पनि फर्स्ट टाइम ट्राई नै गर्दैछु। सो पिङ्क अनि व्हाइट चाहिँ मैले लिइसकेको छु यहाँनिर चाहिँ। अनि अब चाहिँ दुइटालाई मजाले फिट्ने पालो आउँछ। अनि फिट्नु चाहिँ नि 1-2 मिनट जस्तै एकदमै मजाले फिट्नुपर्छ कि, यसको अलग्गै मतलब टेक्स्ट बनाउनुपर्छ नि त, अब टेक्स्चरहरू, त्यही भएर। अनि फेरि अब यता आयो कलर हाल्नेको पालो। अनि यता चाहिँ मैले फर्स्ट पिङ्क कलरको हालेँ। मलाई साइडमा चाहिएको थियो नि त 2टा कलर, सो त्यही भएर चाहिँ। अनि मैले चाहिँ यहाँ पिङ्क हालिसकेको छु। अनि अब आयो यता व्हाइट कलरको हाल्नेको पालो। अनि व्हाइट पनि हालिसकेको छु यहाँनिर। मलाई चाहिँ नि पिङ्क कलरको अलिकति बेसी अनि व्हाइट थोडा कम नै चाहिएको थियो, सो साइडमा चाहिँ, सो त्यही भएर। अनि स्टिकको हेल्पले चाहिँ हामीले यसरी यसलाई मजाले सबै जग्गामा चाहिँ पुऱ्याउनु पर्छ होइन, यो आफै त जाँदैन। सो पिङ्क पनि यसरी नै गर्दैछु। अनि लास्ट आयो यसको पालो। अनि बिचमा चाहिँ मैले यस्तो टाइपको डिजाइन दिएको छु कि। सो यो चाहिँ गरिसकेँ। अनि अब चाहिँ आयो यसलाई फुल राख्नेको पालो। अनि यो फुल चाहिँ नि मेरो बुढाले मेरो बर्थडेमा अनि साथीले पनि दिएको थियो, यो मतलब बुढा र साथीले दिएको हो। सो मैले चाहिँ यसलाई एकदमै केयर गरेर मजाले सम्हालेर राखेको थिएँ नि त। बट अहिले चाहिँ यहाँ पानी बेसी भएर चाहिँ होला फुलहरू खराब हुन थाल्यो क्या। सो त्यही भएर चाहिँ मलाई प्रिजर्भ गरिहाल्छु भनेर चाहिँ गर्नु थालेको होइन। कति याद कति मेमोरीहरू रहन्छ नि त। सो त्यही भएर चाहिँ मैले बहुतै जतन गरेर राखेको थिएँ कि यो फुलहरूलाई चाहिँ। बट अब चाहिँ यसलाई बिग्रिनेको एकदम लास्ट कगारमा भनौँ न त आइसकेको थियो। सो त्यही भएर चाहिँ फर्स्टै प्रिजर्भ गरिदिइहालेको मैले चाहिँ। अनि अब यति आइडिया छैन कसरी के गरौँ डेकोरेसनहरू होइन, बट तर पनि जस्तो तस्तो चाहिँ मैले सबै गर्नु थालेँ। अनि यो डिसेम्बरको डेट चाहिँ मैले 26 डिसेम्बर हालेको थिएँ। अनि मसँग चाहिँ व्हाइट टेपहरू केही पनि थिएन, न स्टिकर थियो नि त। सो डेट मेन्सन गरेको त त्यो उयोमा लिक्विडमा हालिदिएको त पुरा मतलब फेलिगयो कि। अनि बादमा चाहिँ मैले यो 26 डिसेम्बर पनि निकालिदिन्छु। अब इङ्क फेलेपछि त अब राम्रो देख्दैन नि त भनेर चाहिँ मैले त्यसलाई निकालिदिएँ। अनि देख्न सक्नुहुन्छ हजुरले मेरो हातमा चाहिँ ग्लोभ्स थिएन। मलाई चाहिँ एकदम ग्लोभ्सले काम गर्नु एकदमै झिझो लाग्यो कि। सो हजुरलाई चाहिँ कुनै पनि इन्फेक्सनहरू भएन भने चाहिँ हजुरले विदाउट ग्लोभ्स लगाउँदा नि हुन्छ। अनि मसँग चाहिँ मोती थियो भने चाहिँ मैले मोतीले हल्का फुल्का डेकोरेसनहरू गरिदिएँ। अनि नि हजुरले यो रेजिङ आर्ट गर्नुहुन्छ भने चाहिँ प्लिज मास्क लगाएर चाहिँ गर्नुहोस् है। मलाई चाहिँ एकदमै नाक पोलेर एकदम रेज गरिदिएँ, एकछिनमा भयो नि गरेको मैले चाहिँ यो भिडियोहरू सुट पनि गरेँ प्लस बनाएँ पनि। अनि लास्टमा चाहिँ मैले व्हाइट हालेको थिएँ, बट मन परेन मलाई यो ग्लिटर। अनि फेरि गोल्डन चाहिँ एकदमै भक्कु हालेँ क्या, गोल्डन हालेको चाहिँ एकदमै मन पर्यो मलाई चाहिँ, त्यही भएर मैले गोल्डन हालेँ। अनि आयो यस्तो लुक यसको चाहिँ गरिसकेको बादमा। अनि हेर्नु न यहाँ मेरो रुमको एकदम कचडा भएछ क्या, कचडा आफैलाई फेरि मिलाउनु लागि यति गाह्रो लाग्छ नि, मलाई एकदमै अल्छी लाग्छ कि। फर्स्ट काम गर्नु त एकदमै फुर्ती लाग्छ नि। अनि यो चाहिँ हो सेकेन्ड डेमा चाहिँ यत्तिको चाहिँ सुकेको छ होइन। हेर्नुहोस् त कस्तो मजाले सुकेछ कि। फर्स्ट डे एकदमै राम्रो लाग्यो नि त, मलाई खुसी पनि लाग्यो होइन। अनि अब आयो यसमा फेरि फर्स्ट कोटिङको। अनि यो 2टा चाहिँ मैले नि अस्ति मतलब फर्स्ट मेजरमेन्ट गर्दा ढक्कनबाट गरेको थिएँ। अनि सफा नगरिकन बन्द गरिदिएको थिएँ, एकदम काट्नु पऱ्यो मैले, निस्किँदै ननिस्केको के। सो हजुरले चाहिँ मेजरमेन्ट यो ढक्कनबाट गर्नु भने चाहिँ एकदमै मजाले पुसेर मात्रै ढक्कन लगाउनु होला, नि त म जस्तै काट्नुपर्छ ढक्कनलाई। सो त्यो चाहिँ काटेर पनि अब के गर्नु त पर्यो भनेर सबैलाई चाहिँ मैले यो लिक्विडलाई चाहिँ एकै जग्गामा हालेर सबै अब चाहिँदैन सबै चाहियो भनेर चाहिँ फिट्नु थालेँ। यसलाई पनि मजाले फिट्नुपर्छ हल्का हल्का गरेर। सो बबल्स निस्किन्छ नि त, म चाहिँ बार भनिराखेको छु, त्यही भएर चाहिँ हजुरहरू पनि एकदमै आरामले फिट्नुहोस् होला होइन। अनि अब आयो यता
फुलको माथि हाल्नुको बाल हो। अनि मैले चाहिँ सबै जग्गामा यसरी चाहिँ हालेँ किनकि मेरो फुलहरू अप डाउन छ नि त। सो त्यही भएर चाहिँ मलाई चाहिँ त्यस्तै मन परेको। अनि यसो छुँदाखेरि पनि फुलहरू कुछ महसुस होस् भनेर चाहिँ नि सो अनि फेरि सबै जग्गामा पुऱ्याउनुको लागि चाहिँ मैले यसरी हालेँ। अनि यो स्टिकको हेल्पले चाहिँ थोडा बहुत यताउति गरेर सबै जग्गामा चाहिँ मैले यसरी फैलाएँ होइन। अनि मलाई चाहिँ लाग्दै थियो कस्तो के हुन्छ ला बिग्रिने पो हो कि भनेर, किनकि मैले कति भिडियोमा हेरेको छु नि त कसैको मतलब ननिस्किने कसैको बिग्रिने के हुने देखेको थिएँ कि मैले चाहिँ। त्यस्तै डर लागिरहेको थियो नि त ला के हुन्छ कस्तो हुन्छ भनेर चाहिँ। बट मेरो चाहिँ फर्स्ट ट्रायलमा नै एकदमै राम्रो भयो। अनि यो चाहिँ लास्ट कोट हो नि त, अब यो कोट हालेको बादमा सुकेको बादमा चाहिँ एकदमै फाइनल लुक आइहाल्छ होइन। सो त्यो टेन्सन लाग्दै के कसो हुन्छ भनेर चाहिँ। अनि अब चाहिँ आयो, मैले सबै कम्प्लिट गरिसकेँ। अनि अब चाहिँ आयो यो सुक्नुको पालो होइन। अब यो सुकाउनुको लागि चाहिँ फेरि मैले चालीले छोप्दैछु कि किनकि धुलोहरू घुस्नु हुँदैन नि त। सो त्यही भएर मैले चालीले छोप्दै राखेको गाइस। हजुरले पनि यस्तै टेक्निक युज गर्नुहोस् होला। अनि यो चाहिँ हो थर्ड डेमा चाहिँ कस्तो के भएछ होइन। अब चाहिँ निकाल्नेको पालो हो नि त। अब यो एकदम मनमा ढुकढुक भइरहेको थियो बट एकदमै राम्रो क्लियर आइरहेको थियो क्या। मलाई चाहिँ एकदमै मन पर्यो गाइज हेर्नु न यस्तो मजाले निस्किँदैछ। कसैको त ट्रे पनि काटेर निकाल्नु मैले भिडियोमा देखेको मतलब ननिस्किने के, अनि त्यसमै चिप्केको अनि ट्रे नै काटेर निकाल्नु पर्ने। मलाई त्यस्तो टेन्सन लागिरहेको थियो बट यसको त यस्तो मजाले निस्क्यो नि, हेर्नुहोस् न कस्तो मजाले निस्केको कि फर्स्ट ट्राईमा नि एकदम यति राम्रो के। सो योपालि घरमा गएर चाहिँ मेरो बिहाको उयोहरू छ नि त मालाहरू, सो माला पनि म प्रिजर्भ गर्छु भनेर सोच्दैछु। मैले चाहिँ सोचेको थिएँ यो ट्रायलमा चाहिँ कस्तो हुन्छ, यो राम्रो भयो भने चाहिँ माला पनि त्यसरी नै प्रिजर्भ गरेर राख्छु भनेर सोचेको छु। सो गाइस यो चाहिँ एकदमै राम्रो भयो, एकदमै मनलाई खुस भयो कि म। सो योपालि गयो भने चाहिँ एकदम प्रिजर्भ गर्नेवाला छु म माला पनि। सो हेर्नु सक्नुहुन्छ यस्तो राम्रो छ। अनि स्ट्यान्डमा टक्क लगाइदियो, वाह क्या राम्रो लाग्यो। यतिको भने के चाहियो होइन। किन चाहिँ अर्डर गरेर पैसा वेस्ट गर्नु होइन, आफूले सिकिन्छ पनि थोडा ट्रायल पनि हुन्छ राम्रो पनि देखिने होइन। सो मलाई चाहिँ एकदमै मन पर्यो। सो हजुरले पनि ट्राई गर्नुहुन्छ भने गर्नु सक्नुहुन्छ, एकदमै राम्रो छ। सो गाइस यो चाहिँ हो फाइनल लुक। हजुरलाई कस्तो के लाग्छ प्लिज कमेन्ट गरेर भन्नु होला। सो आजको लागि यति नै, बाई बाई।